ल हामी चाहिँ आज चाहिँ साथीहरू नेपालको भूगोलको बारेमा पढौँ हैन। अब भूगोलको बारेमा पढ्दै गर्दाखेरि चाहिँ मैले आजसम्म लोकसेवामा सोधिएका जति पनि प्रश्नहरू छन् धेरैलाई नै समेट्ने प्रयास गरेको छु। यो चाहिँ नेपालको भूगोल सम्बन्धी हैन सोधिएका विभिन्न प्रश्नहरू हुन्। अब पहिलो कुरा नेपाल कस्तो राष्ट्र हो भनेर सोधिएको हुन्छ कहिलेकाहीँ। भूपरिवेष्टित राष्ट्र हो। त्यो भनेको चाहिँ हाम्रो ल्यान्डलक्ड कन्ट्री हो। ल्यान्डलक्ड है, ल्यान्डलक्ड कन्ट्री हो, यो पनि थाहा पाइराखौँ। त्यसै गरी हाम्रो ल्यान्डलक्ड कन्ट्री हो होइन। अब अर्को कुरा भनेको चाहिँ यो दक्षिण एसियामा अवस्थित छ। कहाँ छ त अवस्थित भन्दा दक्षिण एसियामा अवस्थित छ है, यो पनि थाहा पाऊँ। त्यसै गरी नेपाल शान्तिको देश, ल्यान्ड अफ पिस पनि, कन्ट्री अफ पिस भन्छ। त्यसै गरी लडाकुहरूको देश पनि भन्छ है। त्यसै गरी तेस्रो ध्रुवको देश, थर्ड पोल भन्छ। तेस्रो ध्रुव भनेको थर्ड पोल है, यो पनि भनेको हुन्छ। त्यसै गरी गौतम बुद्धको देश, गौतम बुद्धलाई अर्को के नामले चिन्छ भन्दाखेरि लाइट अफ एसिया भनेर चिन्छौँ हामीले। त्यसै गरी विशिष्ट झन्डाको देश, कहिलेकाहीँ कन्ट्री अफ युनिक फ्ल्याग भनेर पनि सोध्छ, त्यो भनेको विशिष्ट झन्डा हो, त्यो चाहिँ नेपाल हो है त। नेपालले विश्वको 0.03% भूभाग ओगट्दछ। त्यसै गरी नेपाल एसियाको मध्य भागमा अवस्थित छ है। अनि नेपालले एसियाको चाहिँ 0.3%, विश्वको चाहिँ 0.03% नझुक्किनु होला। त्यसै गरी एसियाको चाहिँ 0.3% भूभाग ओगट्दछ। त्यसै गरी फेरि नेपालले दक्षिण एसियाको चाहिँ 3% भूगोल ओगट्दछ। यहाँ तीनवटा कुरा आयो, दक्षिण एसियाको 3%, एसियाको 0.3% र विश्वको चाहिँ 0.03% है त। यो नझुक्किनु होला, सजिलो छ। त्यसै गरी विश्वको अनि विश्व भने चाहिँ ठुलो भयो है, त्यसमा सबैभन्दा कम एरिया ओगट्ने भयो। त्यसपछि एसिया भन्यो भने अझ त्योभन्दा कम ओगट्ने भयो, के अरे अलिक बढी ओगट्ने भयो है। त्यसै गरी अझ दक्षिण एसिया भने एसियाको पनि दक्षिण भयो, दक्षिण भागको चाहिँ 3% भूभाग ओगट्दछ नेपालले। अब नेपाल विश्वको मानचित्रमा इट्टा आकारको छ है। नेपाल चाहिँ विश्व मानचित्रमा इट्टा आकारको रहेछ है। त्यसै गरी नेपाल अक्षांशका हिसाबले पृथ्वीको उत्तरी गोलार्धमा नर्थ पोल भन्छ, नर्थ पोलमा चाहिँ लाइ गर्दो रहेछ है त, लाइज गर्दो रहेछ, अथवा लोकेटेड छ अथवा अवस्थित छ, जे भन्दा पनि भयो है। त्यसै गरी यो चाहिँ 26 डिग्री, नेपाल 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांशमा फैलिएको छ। पूर्वी देशान्तरमा नेपाल चाहिँ देशान्तरका हिसाबले पूर्वी देशान्तरमा छ। पूर्वी देशान्तरमा चाहिँ यो 80 डिग्री 4 मिनटदेखि 88 डिग्री 12 मिनट पूर्व देशान्तरसम्म फैलिएको छ है। अब त्यसै गरी नेपाल चाहिँ दुईटा ठुला राष्ट्रहरूको बिचमा छ, चीन र भारत, हाम्रा छिमेकी राष्ट्रहरू हुन् र ठुला राष्ट्रहरू। यिनीहरू कति कति ठुलो छन्, अथवा नेपाल चीन र भारतभन्दा कति सानो छ भनेर प्रश्न सोधिन्छ। त्यो सोधेको खण्ड भारतभन्दा 22 गुणा सानो छ, चीनभन्दा चाहिँ 66 गुणा सानो छ है। यो कुरा थाहा पाइराखौँ। त्यसै गरी नेपाल बे अफ बङ्गाल, बङ्गालको खाडीबाट कति टाढा छ भनेर सोध्छ कहिलेकाहीँ। 1127 किलोमिटर टाढा रहेको छ है। त्यसै गरी नेपालको कुल क्षेत्रफल 1,47,181 वर्गमिटर थियो। अनि 2077 साल जेठको 7 गते प्रतिनिधि सभाबाट होइन लिपुलेख सहितको नक्सा जारी भयो। त्यसपछि चाहिँ नेपालको एरिया चाहिँ 1,47,516 के भयो त वर्ग किलोमिटर बन्न गयो है। त्यसै गरी यो पुरानो हो, 1,47,516 चाहिँ अहिलेको लेटेस्ट हो है। त्यसै गरी नेपालको पूर्व पश्चिम लम्बाइ अथवा इस्ट वेस्ट लेन्थ अफ कन्ट्री भन्यो भने चाहिँ 885 किलोमिटर छ। त्यसै गरी नर्थ साउथ चौडाइ कति छ, उत्तर दक्षिणको चौडाइ भन्यो भने चाहिँ 193 किलोमिटर छ है। त्यसै गरी नेपालको दक्षिण, त्यसपछि गएर पूर्व र पश्चिममा चाहिँ भारतले छुन्छ सिमाना होइन। अनि उत्तरमा चाहिँ तिब्बतले छुन्छ, तिब्बतले है। उत्तरमा चीनको तिब्बतले छुन्छ। तिब्बत भनेको एउटा स्वायत्त राज्य हो, अटोनोमस रिजन पनि भनिन्छ। त्यसै गरी नेपालको दक्षिणमा स्पेसल्ली बिहार र उत्तर प्रदेशले छुन्छ, पश्चिममा उत्तराखण्डले छुन्छ र पूर्वमा चाहिँ पश्चिम बङ्गाल र सिक्किम, यसलाई चाहिँ हामी वेस्ट बङ्गाल र सिक्किम पनि भन्छौँ है, छोएको छ। त्यसै गरी नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती भनेको सेरा बस्ती हो। यो पनि सोधिरहेको हुन्छ है, सेरा बस्ती हो, थाहा पाइराख्नु होला, यो चाहिँ एकदमै जरुरी छ।
अनि यो चाहिँ हुम्ला जिल्लाबाट नजिक पर्छ। नेपालको कुन जिल्लाबाट चाहिँ नजिक पर्छ सिमाना भनेर पनि प्रश्न गरिएको छ। त्यो चाहिँ हुम्लाबाट पर्छ है। त्यसै गरी नेपाल र चीनलाई मितेरी पुलले जोड्दछ। कुन पुलले जोड्छ? मितेरी पुलले। यो कहाँ छ? सिन्धुपाल्चोक पर्छ है। यो पनि थाहा पाइराखौँ। त्यसै गरी मितेरी भन्ज्याङ है, मितेरी भन्ज्याङले चाहिँ चीन र भियतनामलाई छुट्याउँछ। यो कुरा पनि जानिराख्नु पर्यो। अनि नेपाल र भारतलाई छुट्याउने केले हो त? 10 गजाले हो। यसमा मुभी पनि बनेको छ है। अब यसलाई चाहिँ हामी नो म्यान लाइन्स, अर्को तरिकाले चाहिँ नो म्यान लाइन्स पनि भन्छ, जहाँ चाहिँ मान्छेहरू हुनु हुँदैन यो लाइनमा भन्ने हो है। मानव बस्ती बस्न नमिल्ने 10 गजा होइन, सिमाना छुट्याइएको क्षेत्र भएको कारणले उक्त क्षेत्रले चाहिँ नेपाललाई भारतबाट उत्तर प्रदेश र बिहार प्रदेशबाट छुट्याउँछ। स्पेसल्ली उत्तर प्रदेश र बिहार प्रदेशबाट छुट्याउँछ है त। त्यसै गरी काठमाडौँबाट है, काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल चाहिँ कुन हो भन्दाखेरि हाम्रो जुगल हिमाल हो है। त्यसै गरी सबैभन्दा नजिकमा पर्ने पहाड चाहिँ फुलचोकी हो काठमाडौँबाट। सबैभन्दा नजिकमा पर्ने हिमाल चाहिँ जुगल हिमाल भयो होइन। त्यसै गरी सबैभन्दा काठमाडौँको अग्लो पहाड भन्यो भने चाहिँ फुलचोकी भयो है। त्यसै गरी काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राष्ट्र, सार्क राष्ट्रहरूको राजधानी भन्यो भने चाहिँ थिम्पू भुटान, जुन चाहिँ 400 किलोमिटर टाढा छ। त्यसै सबैभन्दा टाढा भन्यो भने चाहिँ माले, मालदिप्सको माले, जुन चाहिँ 2760 किलोमिटर टाढा रहेको छ। अब अर्को कुरा, विश्वमा 14वटा हिमालहरू चाहिँ 8000 भन्दा माथि छन्। तीमध्ये 8वटा अग्ला हिमाल चाहिँ नेपालमै अवस्थित छन्। 8000 भन्दा माथिका SKLM CDMA भनेर हामीले चाहिँ पढ्छौँ यो है। अहिले तल आउँछ, यसको बारेमा म जानकारी गर्छु तपाईँहरूलाई। त्यसै गरी नेपालमा 6000 भन्दा बढी अग्ला हिमालहरू छन्। हिमालहरू 1300 भन्दा बढी छन्, जसमा मुस्ताङमा मात्रै एक्लै 301वटा चाहिँ मुस्ताङमा मात्रै छन्, मुस्ताङ जिल्लामा मात्रै है। यो त्यति जरुरी छैन, मैले सूचनाको लागि मात्र राखेको कुरा हो। त्यसै गरी अघि मैले भनेको थिएँ नेपाल भारतभन्दा 22 गुणा सानो छ र चीनभन्दा 65 गुणा सानो छ र रुसभन्दा 106 गुणा सानो छ। त्यसो भए यो सबै हेर्दाखेरि विश्वमा सबैभन्दा ठुलो, नेपालको लागि सबैभन्दा ठुलो 106 गुणा ठुलो चाहिँ रुस रहेछ है त। अब नेपालको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको लम्बाइ कति छ भन्ने कुराहरू चाहिँ भारतसँग चाहिँ 1690 किलोमिटर जोडिएको छ, चीनसँग चाहिँ 1236 किलोमिटर जोडिएको छ। यो दुईटालाई हेऱ्यो भने 2926 किलोमिटर चाहिँ अन्तर्राष्ट्रिय सिमाना जोडिएको छ नेपालको है त। अनि त्यसपछि गएर भीमसेन थापा। अब प्रश्न यसलाई चाहिँ 2-3 तरिकाले सोधिएको छ। पहिलो कुरा त नेपाललाई 39 जिल्लामा विभाजन कसले गरेका थिए भनेर सोधिएको छ। यो पनि भीमसेन थापाले हो। अथवा भीमसेन थापाले नेपाललाई कति जिल्लामा विभाजित गरेका थिए भनेर पनि प्रश्न गरिन्छ। यो चाहिँ 39वटा है त। त्यसै गरी 2018 साल वैशाख 1 गते नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले विभाजन गरियो भन्यो भने चाहिँ 2018 वैशाख 1 गते कसले विभाजन गर्यो भने राजा महेन्द्रले। अथवा प्रश्न यसरी पनि सोधिन सक्छ, राजा महेन्द्रले नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले विभाजन गर्नुभएको थियो भनेर सोध्न सक्छ। त्यो चाहिँ हाम्रो 2018 वैशाख 1 गते है त। त्यसै गरी राजा वीरेन्द्रले नेपाललाई चाहिँ 5 विकास क्षेत्रमा 5 डेभलपमेन्ट रिजन, इस्टर्न डेभलपमेन्ट रिजन, वेस्टर्न डेभलपमेन्ट रिजन, सेन्ट्रल डेभलपमेन्ट रिजन, मिड वेस्टर्न डेभलपमेन्ट रिजन, फार वेस्टर्न डेभलपमेन्ट रिजन भनेर हामीले पढ्थ्यौँ होइन। अहिले चाहिँ त्यो प्रदेशमा संविधान जारी भएपछि त्यो प्रदेशमा गयो है। 2037 साल असोज 26 गते राजा वीरेन्द्रले नेपाललाई चाहिँ 5 विकास क्षेत्रमा विभाजन गर्नुभएको रहेछ। सेम त्यस्तै तरिकाले प्रश्न सोध्न सक्छ। अब अहिले नेपालमा 77 जिल्ला भएको छ। यो दुईटा जिल्ला चाहिँ कुन भन्दाखेरि रुकुम पूर्व र नवलपरासी पूर्व थपियो। यो चाहिँ रुकुम र नवलपरासीलाई टुक्र्याएर कहिले टुक्र्याइयो भनेर प्रश्न गर्छ। यो चाहिँ 2074 भाद्र 5 मा। 75 जिल्ला त 2018 साल वैशाख 1 गते नै राजा महेन्द्रले गरिसक्नु भएको थियो। अहिले संविधान जारी भएपछि 2072 असोज 3 मा संविधान जारी भयो। 74 भदौ 5 मा चाहिँ यो रुकुम पूर्व र नवलपरासी पूर्व थपेर 77 जिल्ला बनाइएको छ। अब यस्तो हुँदै गर्दाखेरि अब हामीले थाहा पाउनु पर्यो कि रुकुम पूर्व चाहिँ हाम्रो सबैभन्दा कान्छो जिल्ला हो अहिले चाहिँ। पहिला कालीकोट थियो, अब चाहिँ रुकुम पूर्व भएको छ है। त्यसै गरी सबैभन्दा कम 2वटा जिल्लासँग मात्र सिमाना जोडेको जिल्ला भन्यो भने 3वटा छन् है। यो 3वटा कुन हुन् त भनेर थाहा पाउनु पर्यो। झापा हो, दार्चुला हो र कञ्चनपुर हो है।
क दा भनेर पढ्न सकिन्छ। यसलाई चाहिँ हामीले झाकदा भनेर पढ्न सक्छौँ। झा क दा सजिलो छ नि सम्झिन होइन। झापा, कञ्चनपुर, दार्चुला है। त्यसै गरी अब अर्को प्रश्नमा जाउँ। 90% सिमाना नदीले छुट्याएको जिल्ला कुन हो भन्दा कैलाली हो। मैले जति पनि प्रश्नहरू जिल्लाबाट आएको छ त्यो सबै कुराहरू भूगोलमा समेट्ने कोसिस गरेको छु है त। त्यसै गरी तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो भन्दाखेरि ओखलढुङ्गा हो है। त्यसै गरी भारतबाट 2 जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिन्छ। भारतबाट 2टा जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिने भनेको दाग हो होइन, धादिङ, गोर्खा र चितवन हो है त। अब यसै गरी नेपालका 2टा जिल्लाले चीन र भारत दुवैतिरको सिमानालाई छुन्छन्। त्यो भनेको दाता भनेर पढ्ने। यो चाहिँ दार्चुला र ताप्लेजुङ हो है। दार्चुला र ताप्लेजुङ हो, थाहा पाइराख्न पर्छ, जरुरी चाहिँ एकदमै सोधिरहेको प्रश्न हो यो चाहिँ। त्यसै गरी भारतसँग सिमाना भएका जिल्लाहरू जम्मा कतिवटा छन् त? 27 वटा। अब अहिलेको यो 2टा प्लस गरेर हो। भारतलाई मात्र छुने भने चाहिँ के भयो त? 25 वटा भयो। त्यसै गरी चीनलाई छुने भने 15 होइन, चीनलाई मात्र छुने भने 13। किन अहिलेको त्यो 2टा जोडेर हामीले यसरी पढ्नु पर्ने हुन्छ। त्यसै गरी अब चीन र भारत दुवैलाई नछुने जिल्लाहरू पनि छन्। फेरि कतिवटा छन् त भन्दा ती 37 वटा छन्। अब भारतलाई पनि नछुने भनेर भारतलाई नछुने जिल्लाहरू भन्यो भने चीनलाई मात्र छुनेले पनि भारतलाई त छुँदैन। त्यसैले गर्दाखेरि 13 र 17 जोडा 50 वटा हुन जान्छ है। त्यसै गरी चीनलाई नछुने जिल्लाहरू जम्मा कतिवटा छन् भनेर सोध्न सक्छ। यो चाहिँ 62 वटा छन्, 37 + 25 वटा गरेर। अब नेपालका बराबर क्षेत्रफल भएका जिल्लाहरू पनि रहेछन्। कतिवटा छन् त भन्दाखेरि 4 वटा छन्। यो चाहिँ एउटा तनहुँ र रामेछाप 1546 वर्ग किलोमिटर छ। त्यसै गरी बर्दिया र डोटी 2025 वर्ग किलोमिटर छ। मैले अघि पनि भने नेपालको सबैभन्दा कान्छो जिल्ला पूर्वी रुकुम हो। पहिला चाहिँ कालीकोट थियो, अब चाहिँ चेन्ज भएर यो पूर्वी रुकुम भयो। त्यसै गरी नेपालको सबैभन्दा होचो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो? महोत्तरीको जलेश्वर हो है। नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? भक्तपुर 119 वर्ग किलोमिटर छ होइन। त्यसै गरी डोल्पा चाहिँ 66 गुणा ठुलो छ भनेपछि करिब यसको चाहिँ कति छ भन्दाखेरि 7889 वर्ग किलोमिटर छ है। यो चाहिँ नेपालको सबैभन्दा ठुलो भूगोलको हिसाबले जिल्ला कुन हो भन्यो भने चाहिँ डोल्पा हो है। डोल्पा चाहिँ कर्णाली अञ्चलको अन्तर्गत पर्छ। यसमा चाहिँ डोल्पा राष्ट्रिय निकुञ्ज पनि छ है। डोल्पा फोक्सुन्डो ताल पनि छ। यी कुराहरू चाहिँ फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पा भनेछु, सरी। त्यसै गरी अब नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल कुन हो भने विराटनगर विमानस्थल हो, जुन चाहिँ डुबान हुन्छ भनेर एकपटक होइन हर्क साम्पाङले खुबै चर्चा गरेका थिए नि, धरानमा चाहिँ अर्को एयरपोर्ट चाहिन्छ भनेर। यसैको कारणले होइन यो चाहिँ सबैभन्दा होचो स्थानमा रहेको विराटनगर विमानस्थल हो है। त्यसै गरी नेपालको सबैभन्दा होचो भूभाग चाहिँ कुन हो भनेर सोध्न सक्छ। मुसर्निया बस्ती धनुषाको है। यो जम्मा 18 मिटर चाहिँ के छ? समुद्री सतहबाट जम्मा समुद्री सतहबाट 18 मिटर मात्रै उचाइमा छ है। त्यसै गरी सबैभन्दा होचो स्थानमा रहेको के भन्छ हिमरेखा कुन हो भनेर सोध्न सक्ला। यो चाहिँ गोर्खाको रूपनीला है। गोर्खाको रूपनीला भन्ने हो, जम्मा 4500 मिटरमा अवस्थित छ। त्यसै गरी संसारको सबैभन्दा होचो उपत्यका कुन हो? अरुण उपत्यका हो। कहाँ छ यो? म्याग्दी जिल्लामा छ है। त्यसै गरी यो सगरमाथाबाट टुप्पोबाट फेदमा हेर्दाखेरि है 8391 मिटर छ। अनि समुद्रबाट हेऱ्यो भने चाहिँ यो जम्मा 457 मिटर अग्लो छ। भनेपछि संसारको सबैभन्दा होचो उपत्यका भनेर अरुण उपत्यका धेरै नै पटक सोधिएको छ। कति गहिराइ छ भनेर सोध्न सक्छ, यो पनि जानकारीमा लिइराख्ने। त्यसै गरी नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम भनेर धेरै पटक सोधिएको छ। यो चाहिँ हुम्लाको सिमीकोट हो है। सिमीकोट हुम्ला हो। त्यसै गरी सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर कुन हो भनेर सोधिएको छ। यो चाहिँ मुक्तिनाथ मन्दिर हो। त्यसै गरी सबैभन्दा अग्लो स्थानमा रहेको धार्मिक स्थल कुन हो भने पाथिभरा हो है। यो पनि सोधिरहेको छ। त्यसै गरी नेपालको अग्लो झरना कुन हो त? पचाल झरना हो। कति चाहिँ यसको उचाइ? 381 मिटर। कुन जिल्लामा पर्छ? कालीकोट जिल्लामा। यहाँबाट 3टा प्रश्नहरू चाहिँ लोकसेवामा सोधिसकिएका छन् यसरी है। त्यसै गरी विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचो ताल हो है, जुन 4919 मिटरमा उचाइमा रहेको छ। त्यसै गरी अब हामी अर्को प्रश्नमा जाउँ। नेपालको सबैभन्दा ठुलो ताल कुन हो त? रारा ताल हो। यसलाई हामी महेन्द्र तालको रूपमा पनि चिन्छौँ। यो कहाँ छ भन्दा मुगु जिल्लामा अवस्थित छ, जुन रारा राष्ट्रिय निकुञ्जको क्षेत्र अन्तर्गत पर्दछ। यो पनि थाहा पाइराखौँ है त। 4वटा प्रश्न यहाँबाट सोध्न सक्छ। त्यसै गरी नेपालको गहिरो ताल भन्यो भने सेफोक्सुन्डो ताल हो। यो चाहिँ डोल्पा जिल्लामा छ।
यो रिक्म दहको नामले पनि चिनिन्छ। यसको गहिराई 567 मिटर रहेको छ। त्यसै गरी नेपालको सबैभन्दा लामो नदी कुन हो त? कर्णाली नदी हो, 507 किलोमिटर छ। यो भारतमा प्रवेश गर्यो भने यसलाई घागरा भनिन्छ। अब हामी यसमा विभिन्न नदीहरू भारत प्रवेश गरेपछि के नामले चिनिन्छ भन्ने पढ्ने नै छौँ योभन्दा पछिका भिडियोहरूमा है। त्यसै गरी विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेको जिल्ला कुन हो? डोल्पा जिल्ला हो, डोल्पा जिल्ला। यो चाहिँ 4040 मिटरको हाइटमा, उचाइमा है बस्ती छ त्यहाँ। त्यसलाई चाहिँ छार्का भोट र तराप गाउँ भनेर चिनिन्छ। छार्का भोट र तराप गाउँ चाहिँ के हो त भन्दाखेरि सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती भएको गाउँ हो है। त्यसै गरी नेपालको सबैभन्दा गहिरो नदी कुन हो भनेर सोधिन्छ। यो चाहिँ नारायणी नदी हो। विश्वको एकमात्र शालिग्राम पाइने नदी कुन हो? कालीगण्डकी नदी हो। त्यसै गरी विश्वको अग्लो स्थानबाट प्रवाहित हुने नदी भने अरुण नदी, जुन 8012 मिटरको उचाइबाट प्रवाहित हुन्छ है। हेर्नुहोस् है कति माथि अग्लोबाट आउँदो रहेछ है। विश्वकै गहिरो गल्छी कुन हो त? कालीगण्डकी गल्छी। कालीगण्डकी गल्छी अन्ध्र गल्छी हो, अन्ध गल्छी।